भनिन्छ 99% मानिसहरूलाई यी उपयोगी लाइफ ह्याक्स थाहा हुँदैन। 1. कपडा सुकाउने स्ट्यान्डको फलामे तार खुकुलो भयो भने पहिले एउटा जिपटाई तार वरिपरि बाँध्नुहोस्। त्यसपछि अर्को जिपटाई पहिलो जिपटाईभित्र छिराएर फलामको फ्रेममा कसनुहोस्। दुवै जिपटाई कस्दा तार फेरि मजबुतसँग अड्किन्छ। 2. यदि पानीको बाल्टिनको ढकनी हरायो र भेटिएन भने बाल्टिनको मुखभित्र एउटा बेलुन राख्नुहोस् र बेलुनको मुख तानेर किनारामा कसनुहोस्। यसरी बाल्टिन राम्ररी बन्द हुन्छ। 3. भाँचिएको पाइप कनेक्टर पाइपभित्र अड्किएमा ठिक साइजको एडजस्टेबल नट पाइपभित्र हाल्नुहोस् र रिन्च प्रयोग गरेर अड्किएको कनेक्टर बाहिर निकाल्नुहोस्। 4. सावरको हेडमा जमेको सेतो मैला लाइम स्केल नहट्ने भयो भने एल्युमिनियम फोइल मुठ्ठो पारेर त्यसले घिस्नुहोस्। मैला सजिलै सफा हुन्छ। 5. औलामा तीखो काटी स्प्लिन्टर गड्यो भने सुईले निकाल्ने प्रयास नगर्नुहोस्। यसले झन चोट लाग्न सक्छ। सिरिन्जको टुप्पो काट्नुहोस्। औलामा अलिकति लुब्रिकेन्ट लगाउनुहोस्। सिरिन्ज काँटीमाथि राखेर पिस्टन तान्नुहोस्। काँटी सजिलै निस्किन्छ। 6. काठको पट्टामा गोलो प्वाल ड्रिल गर्दा बीचको केन्द्र ठ्याक्कै पत्ता लगाउन गाह्रो भएमा ड्रिल गर्ने ठाउँ वरिपरि 3वटा स्क्रू लगाउनुहोस्। यसरी ड्रिल बिट सुरुमा चिप्लिँदैन। 7. साइकलको ड्राइभ चेनमा ताल्चा लगाइदिएमा तपाईको अनुमति बिना कसैले पनि साइकल चलाएर लैजान सक्दैन। 8. 2वटा काँटा फोर्क पिठ्यू मिलाएर रबर ब्यान्डले बाँध्नुहोस्। यसरी एउटा साधारण तर उपयोगी क्लिप तयार हुन्छ। के तपाईले यी उपयोगी लाइफ ह्याक्स सिक्नुभयो?